नमस्ते सबैलाई। आज हामी सबै यो विशेष समारोहमा जम्मा भएका छौँ। हाम्रो प्रिय प्रधान अध्यापिकालाई धन्यवाद र बिदाई दिन। गुरुमा, तपाईँ केवल हाम्रो हेडमिस्ट्रेस मात्र होइन, मार्गदर्शक, प्रेरणादायी शक्ति र परिवारको सदस्य जस्तै हुनुहुन्थ्यो। तपाईको मुस्कानले हामीलाई हँसायो, तपाईको अनुशासनले हामीलाई राम्रो बनायो। तपाईले हामीलाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र होइन, जीवनका मूल्यहरू पनि सिकाउनुभयो। आजको यो कार्यक्रम तपाईप्रति हाम्रो सम्मान, माया र कृतज्ञताको प्रतिबिम्ब हो। हामीले सँगै बिताएका पलहरू, बिहानका सभा कार्यक्रमहरू, हाँसो सधैँ स्मरणीय रहनेछन्। यस बिदाई समारोहमा तपाईलाई धन्यवाद दिन र नयाँ यात्राको लागि शुभकामना व्यक्त गर्न पाउँदा हामी सबै गौरवान्वित महसुस गर्दछौँ। अबको यो कार्यक्रममा तपाईका सम्झनाहरू, उपलब्धिहरू र विद्यार्थीहरूको शुभकामनाहरू प्रस्तुत गरिनेछ। यस सोचले आउनुहोस् हामी सबै मिलेर यसलाई भावपूर्ण र अविस्मरणीय बनाऊँ। We miss you, ma'am. And thank you so much, ma'am. Priority is not the end of the road. It is the beginning of a new journey. Happy retirement life. Ma'am, तपाईँ केवल हेडमिस्ट्रेस मात्र होइन, हामी सबैको प्रेरणा हुनुहुन्थ्यो। तपाईले हामीलाई अनुशासन, माया र जिम्मेवारी सिकाउनुभयो। हामीलाई ठुला सपना देख्न र लक्ष्य पूरा गर्न सिकाउनुभयो। तपाईको हरेक सल्लाह हाम्रो जीवनभरि याद रहनेछ। हामी सबैको तर्फबाट धन्यवाद र भविष्यका लागि शुभकामना। को अब रिटायरमेन्ट लाइफ चाहिँ अब पछि राम्रो होस्, सुखमय होस् भन्ने चाहिँ शुभकामना चाहिँ राख्दछु। ह्याप्पी रिटायरमेन्ट लाइफ मिस। मिसको रिटायरमेन्ट लाइफ राम्रोसँगले स्मुथली जाओस् र ह्याप्पी रिटायरमेन्ट वान्स अगेन। ह्याप्पी रिटायरमेन्ट लाइफ मिस। होइन, सर्ट पिरियड थियो तपाईँसँग बस्नु, तर पनि राम्रोसँगले बितायो होइन। सो अब उताको पनि तपाईँको लाइफ है ह्याप्पी होस्, प्रस्परस होस्। अवकाश प्राप्त पछिको जीवन हाम्रो गुरुआमाको सुख शान्ति समृद्धिले परिपूर्ण होस् भन्ने कामना गर्न चाहन्छु। आज हाम्रो सारङ्ग मिसको फेयरवेलको दिनमा है मिसको रिटायरमेन्ट हुन्छ भन्दा आज त्यो दिन पनि आयो। अनि मिससँग जति वर्ष हामी काम गऱ्यौँ एकदमै राम्रो वातावरणमा काम गऱ्यौँ। अनि मिसको अब रिटायरमेन्ट लाइफ चाहिँ एकदमै सुखमय बितोस् भनेर उहाँलाई शुभकामना व्यक्त गर्दछु। आगामी जीवन यात्रा सुखमय र स्वास्थ्यपूर्ण र सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। धन्यवाद। सर्वप्रथम त सारङ्ग गुरुमा है हाम्रो स्कुलमा ग्रिफिथ उच्चतर माध्यमिक विद्यालयमा है यतिका वर्षसम्म कार्यरत भए पश्चात स्कुलमा सेवा दिएर आज अन्ततः अवकाश प्राप्त हुनुभएको छ। त्यसको निम्ति आन्तरिक हृदयबाट मिसलाई अवकाश प्राप्त भएको शुभकामना दिन चाहन्छु। हेलो, नमस्कार दिदी। हजुरको अवकाशकालीन समय शान्त, स्वच्छ र रचनात्मक बनोस्। धेरै शुभकामना, धेरै शुभेच्छा। धन्यवाद।